नमस्ते। मैथिली ट्युसनको दोस्रो कक्षामा हजुरहरूलाई स्वागत छ। हिजो हाम्रो भएको पहिलो कक्षामा हजुरहरूले दिनुभएको सकारात्मक कमेन्टहरूबाट पक्कै पनि हाम्रो टिममा अझ ऊर्जा थपिएको छ र आशा छ हाम्रो सिक्न खोज्ने साथीहरूलाई हामी एकदम राम्ररी मैथिली सिकाउन सक्छौं ताकि तराई बेल्टमा झरेपछि उहाँहरूले मैथिली भाषीहरूसँग राम्ररी बोल्न सक्नुहुन्छ, आफ्नो मैथिली भाषी साथीहरूसँग राम्ररी इन्टर्याक्ट गर्न सक्नुहुन्छ। साथीहरू, यसै भिडियो मार्फत हामी तपाईलाई आग्रह गर्न चाहन्छौं, यदि तपाईले कुनै खास टपिक सिक्न खोजिराख्नु भएको छ भने हामीलाई कमेन्टमा, सोशल मिडियामा, फेसबुकद्वारा पनि हजुरहरूले जानकारी गराउँदा हुन्छ। हामी त्यो टपिकलाई पनि यथाशीघ्र इन्क्लुड गर्ने प्रयास गर्नेछौं। ल अब क्लास अगाडि बढाउँदा म फेरि भन्न चाहन्छु तपाईहरुलाई सब गोटेमे प्रणाम। प्रणामको अर्थ तपाईहरुले थाहा पाइसक्नु भएको छ। अब मैथिलीमा हाम्रो दोस्रो बेसिक ग्रीटिङ हुन्छ गोर लगैछि। गोर लगैछि। गोर लगैछिको अर्थ नेपालीमा ढोक गरे जस्तै हो। ढोक गर्ने तपाईले कसका लागि प्रयोग गर्नुहुन्छ? आफ्नो घरमा भएको आफ्नो चिनजानका सिनियर्सहरूलाई। गोर लगैछि पनि त्यस्तै प्रयोग गर्न सक्दो। आमा, बुवा, हजुरबुवा, आफ्नो फ्यामिलीमा भएको चिनजान भएको आफूभन्दा ठूला बडा जो अलि नजिक हुनुहुन्छ उहाँहरूलाई हामी गोर लगैछि भनेर शब्द पनि प्रयोग गर्छौं। त्यसपछि हाम्रो हिजोको प्रश्न थियो आहा के नाम किय। पक्कै पनि तपाईहरुले सम्झिनु भयो होला। यसको अर्थ तपाईको नाम के हो। यसको उत्तरमा हामी हमर नाम प्रोमिसा मिश्रा अछि। हमर नाम, तपाईको नाम के छ, त्यो नाम अनि ऐछ शब्द युज गर्छौं हामी। हमर नाम भनेको मेरो नाम चाहिँ प्रोमिसा मिश्रा हो, त्यही भएर हमर नाम प्रोमिसा मिश्रा ऐछ। त्यसपछि हाम्रो दोस्रो प्रश्न थियो आहा के घर कत भेल। तपाईको घर कहाँ छ। हमर घर, हमर भनेको मेरो, घर शब्दसँग परिचित हुनुहुन्छ। हमर घर, मेरो घर चाहिँ महोत्तरी गाउँको पिगौना गाउँ, महोत्तरी जिल्लाको पिगौना गाउँ हो। त्यसै तरिकाले तपाई पनि भन्न सक्नुहुन्छ। हमर घर जिल्ला भन्न छ भने जिल्ला भन्दा पनि हुन्छ, गाउँ भन्नुपर्ने छ भने गाउँ भन्दा पनि हुन्छ। हमर घर यह गाम, कुनै गाउँको नाम दिएर यो गाम, गाम भनेको गाउँ ऐछ। हमर घर पिगौना गाम ऐछ। त्यसपछि नेक्स्ट प्रश्न थियो हाम्रो बाबुजी के नाम के भेल। बाबुजी भनेको बुवा, बुवाको नाम के हो भनेर। हमर बाबुजी के नाम अनि आफ्नो बुवाको नाम हाल्नुस्, बुवाको नाम त्यहाँ लेख्नुस् अनि अथवा बोल्नुस्, जसरी इन्टर्याक्ट गर्नुहुन्छ गर्नुस्। हमर बाबुजी के नाम, बुवाको नाम हालेर अनि ऐछ। त्यसपछि त्यसै सन्दर्भमा कसैले तपाईलाई सोध्न सक्छ आहा के बाबा के नाम के ऐछ। बाबाको अर्थ हिजै थाहा पाइसक्नुभयो। बाबा भनेको हजुरबुवा। हमर बाबा के नाम र नामको अगाडि जेनरली मैथिलीमा बोल्नु पर्दा हामी श्री थपिरा हुन्छौं। जस्तै मेरो हजुरबुवाको नाम कपिलदेव मिश्रा हो। हामीले बोल्दाखेरि कतै पनि मलाई कसैले हजुरबुवाको नाम सोध्यो भने म हमर बाबा के नाम श्री कपिलदेव मिश्रा ऐछ। त्यसपछि बाबा सँगसँगै हिजो हामीले कुरा गरेका थियौं तपाईलाई कसैले आमाको नाम पनि सोध्न सक्ला। आहा के माँ के नाम के अछि। हमर माँ के नाम, आमाको नाम ऐछ। आहा के नाना के नाम के ऐछ। नाना भनेको मामा घरको हजुरबुवालाई हामी नाना भन्छौं। हमर नाना के नाम थपेर ऐछ। तपाईको जसको नाम तपाईलाई सोध्यो त्यसमा तपाईले हमर अनि त्यो जुन नाता छ त्यो नाता के नाम, उहाँको नाम हालेर अनि ऐछ। ऐछ, य, यिनीहरू एक्जुलरी भर्बहरू हुन्। एउटा हामी छुट्टै क्लासमा यो जम्मै एक्जुलरी सपोर्टिङ भर्बहरूको बारेमा कुरा गर्छौं। अहिलेलाई यति मात्रै ऐछ भनेर थप्नुपर्छ भनेर बुझ्नुस्। त्यसपछि हाम्रो अर्को प्रश्न थियो आहा पढाइ लिखाइ करे छी कि नोकरी करे छी। आहा पढाइ लिखाइ करे छी कि नोकरी करे छी। आहा भनेको तपाई पढाइ लिखाइ शब्दसँग परिचित भइसक्नु भएको छ। पढाइ लिखाइ भनेको पढ्नु लेख्नु हुन्छ कि नोकरी भनेको जागिर गर्नुहुन्छ। यदि तपाई पढ्नुहुन्छ भने हम अखन पढाइ करे छी अथवा हम अखन पढ रहल छी भनेर भन्नुहुन्छ। हम अखन भनेको हम भनेको म, अखन भनेको अहिले, पढ रहल छी भनेको पढ्दैछु, पढाइ गर्दैछु भने जस्तो भने हो। अथवा तपाईं जागिर गर्दै हुनुहुन्छ भने हम अखन नोकरी कर रहल छी भनेर भन्नुहुन्छ। यदि तपाईं पढ्दै हुनुहुन्छ तपाईले भन्नुभयो हम अखन नोकरी कर रहल छी भने सरी हम अखन पढ रहल छी भन्नुभयो भने उहाँले तपाईलाई अर्को कुरा के सोध्नुहुन्छ आहा के पढै छी, तपाई के पढ्नुहुन्छ।
अनि अब मैले कम्प्युटर इन्जिनियरिङ पढिरहेको छु भने मैले भन्छु हम अखन कम्प्युटर इन्जिनियरिङ पढि रहल छी। अथवा तपाईँ अरू कुनै सब्जेक्ट पढिराख्नु भएको छ भने तपाईँले आफ्नो जुन सब्जेक्ट पढिराख्नु भएको छ त्यो भन्न सक्नुहुन्छ। जस्तै कतिजना कानुनको विद्यार्थी हुनुहुन्छ होला, कतिजना आर्टको विद्यार्थी हुनुहुन्छ होला, तपाईँले जसरी जे पढिरहेको हुनुहुन्छ त्यो भन्दा हुन्छ। त्यसपछि नोकरीको सम्बन्धमा आउने अर्को प्रश्न, आहा कता नोकरी करै छी? कता भनेको कुन ठाउँमा? त्यसको उत्तर हम अखन नेपाल टेलिकममा काज कर रहल छी। हम भनेको म, अखन भनेको अहिले, म अहिले नेपाल टेलिकममा कार्यरत छु। त्यही भएर अब कोही तपाईँ जुन ठाउँमा कार्यरत हुनुहुन्छ त्यो ठाउँको नाम भन्ने हो। हम अखन आफ्नो काम गर्ने ठाउँको नाम, संस्थाको नाम, हम अखन फल्ना ठाउँमा नोकरी कर रहल छी। त्यसपछि अर्को हाम्रो प्रश्न थियो ममहर कतय? ममहर भनेको मामा घर। ममहर भनेको मामा घर। आहा के ममहर कतय? तपाईको मामा घर कता छ? अनि हमर, मेरो, ममहर, मामा घर कुन गाउँमा छ, जिल्लामा छ त्यो भनेर हमर ममहर फलानो ठाउँ अछि, हमर ममहर फल्ना ठाउँ अछि भन्दा हुन्छ। त्यसपछि अर्को प्रश्न थियो आहा क्या भाइ बहिनी छी? तपाईँ कतिजना सिब्लिङ हुनुहुन्छ? भाइ भनेको शब्द बुझ्नु नै भएको छ, बहिनी भनेको बहिनी। सो तपाईँ टोटल सिब्लिङहरू कतिजना हुनुहुन्छ भनेर बुझिन्छ। अब म तीनजना छौँ हामी, सो हम 3 भाइ बहिनी छी। तपाईँ कतिजना हुनुहुन्छ? आफ्नो त्यो सङ्ख्या त्यहाँ थप्न सक्नुहुन्छ। त्यसपछि हाम्रो अर्को प्रश्न थियो कि हाल खबर, कि हालचाल? त्यो नेपालीमा के छ हाल खबर, के छ हाल खबर, के छ हालचाल जस्तो सोध्नुहुन्छ नि, त्यस्तै हो। के छ हाल खबरको उत्तर हामी के दिन्छौँ? ए मेरो ठिक छ। साथी छ भने मेरो ठिक छ यार। कोही सिनियर हुनुहुन्छ भने हजुर मेरो ठिक छ। त्यसै गरी मैथिलीमा पनि तपाईँले यदि नेपालीमा हजुर बोले जस्तै मैथिलीमा जी भनिन्छ। अनि यदि कोही सिनियरले सोध्नु भएको छ बौआ कि हालचाल भने हामी भन्छौँ जी हमर ठिक छ। अनि कोही साथीले सोधेको छ भने कि हालचाल, ठिक छ। साथीलाई त हामी जी वर्डहरू दिँदैनौँ नि, सामान्य बोल्दाखेरि सिनियरहरूलाई जी हजुर भन्छौँ। त्यो जी चाहिँ सिनियरको लागि युज गर्ने हो। यदि तपाईँलाई त्यसको ब्याक क्वेसनमा यदि तपाईँ सोध्न चाहनुहुन्छ हजुरको के छ भने, तपाईँको के छ, तिम्रो के छ सोध्न चाहनुहुन्छ भने अपन कहु भनेर, आफ्नो भन भनेर हामीले सोधेको हो। सो कि हाल खबरमा यदि तपाईँले ठिक छु भनेर भन्नु छ भने जी ठिक छी अथवा जी ठिक या हमर हालचाल भनेर भन्दा हुन्छ। अनि उहाँलाई यदि सोध्नु पर्ने छ तपाईँको के छ भने आफ्नो भन्नुहोस् भनेर भन्नुपर्ने छ भने अपन कहु। साथीहरू पक्कै पनि तपाईँहरूले इन्जोय गरिराख्नु भयो होला यो क्लासेसहरू। यो अझ सिक्नलाई आफ्नो घरमा तपाईँ जो हुनुहुन्छ, घरमा अथवा साथीहरूलाई फोन गरेर हुन्छ कि म्यासेजमा हुन्छ, तपाईँले यस्तै कुराहरू दोहोऱ्याउनुहोस्। मस्ट रिपिटेडली सोध्नु भयो भने तपाईँलाई एकदम ल्याङ्ग्वेज याद हुन्छ। जस्तै तपाईँले मानु 10 जनालाई सोधिसक्नु भयो, आहाँके नाम कि य, आफूभन्दा सानोलाई सोध्ने बौआ आहाँके नाम कि य, आफूभन्दा ठुलोलाई सोध्ने जी अपने के नाम कि य। यसरी त्यो रिपिटेड भर्जनमा तपाईँ जानुभयो भने एकदम राम्ररी याद हुन्छ। अरू पनि यदि ल्याङ्ग्वेजहरू सिक्नु भएको छ भने तपाईँहरूलाई कुरा थाहा नै होला कि रिपिटेडली गएपछि हामी कुनै पनि भाषा सिक्न सक्छौँ। त्यसै गरी मैथिली नै हो। साथीहरू हाम्रो क्लास कस्तो भइरहेछ हामीलाई कमेन्टमा जानकारी गराउनु होला। हस्ता यसका साथै आजको क्लास यहीँ सकिन्छ र भोलि फेरि तेस्रो कक्षामा म हजुरहरूलाई भेट्नेछु भन्ने आशा गर्दै यहीँ सकाउँछु। सब गोटेमै प्रणाम, नमस्ते।